यदि तपाईहरु पनि फेसबुक अकाउन्ट खोल्नु भएको थियो र त्यो फेसबुक अकाउन्टको पासवर्ड तपाईहरुलाई थाहा छैन र त्यो फेसबुक अकाउन्टमा कुन फोन नम्बर कुन इमेल युज भएको छ त्यो पनि तपाईहरुलाई थाहा छैन, जसका कारण तपाईहरुले आफ्नो फेसबुक अकाउन्टलाई लगइन गर्न सक्नु भइरहेको छैन। अब तपाईहरुले कसरी त्यस्तो फेसबुक अकाउन्टलाई लगइन गर्न सक्नुहुन्छ, यस भिडियोमा यस सम्बन्धी केही जानकारी दिएको छ। यदि तपाईहरु पनि यस सम्बन्धी केही जानकारी लिन चाहनुहुन्छ भने यो भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। नमस्कार, स्वागत छ तपाईहरुलाई खुल्दुली टेकको यस भिडियोमा। यदि तपाईहरु पनि आफ्नो पुरानो फेसबुक आइडी बिर्सनु भएको छ अथवा तपाईहरुले फेसबुक अकाउन्ट बनाउनु भएको थियो र त्यसको पासवर्ड तपाईहरुलाई थाहा छैन, त्यसमा कुन फोन नम्बर कुन इमेल युज गर्नु भएको छ त्यो पनि तपाईहरुलाई थाहा छैन। अब त्यसलाई कसरी लगइन गर्ने यस सम्बन्धी विस्तृत रूपमा जानकारी दिनको लागि मैले आफ्नो फेसबुक एपमा जानु पर्ने हुन्छ। जस्ट म आफ्नो फेसबुक एपमा जान्छु। तपाईहरु यहाँ देख्नु भइरहेको छ म आफ्नो फेसबुक एपमा आइसकेको छु। फेसबुक एपमा आइसकेपछि फेसबुक एपमा जुन फेसबुक अकाउन्ट लगइन छ त्यसमा युज भएको फोन नम्बर र पासवर्ड तपाईहरुलाई थाहा छ भने लगआउट गरिदिनु होला। जस्तै कि यो फेसबुक अकाउन्टमा युज भएको फोन नम्बर र पासवर्ड मलाई थाहा छ, त्यही भएर म यसलाई लगआउट गरिदिन्छु। लगआउट गरिसकेपछि तपाईहरुलाई यस्तो खालको इन्टरफेस देखिनेछ। लगआउट गरिसकेपछि यस्तो खालको इन्टरफेस देखिनेछ। यस्तो खालको इन्टरफेस देखिसकेपछि तपाईहरुले युज अनदर प्रोफाइलमा टच गर्नुपर्ने हुन्छ। जस्तै कि म युज अनदर प्रोफाइलमा टच गरिसकेको छु। युज अनदर प्रोफाइलमा टच गरिसकेपछि तपाईहरुले यस्तो खालको इन्टरफेस देख्नुहुनेछ। यस्तो खालको इन्टरफेस देखिसकेपछि तपाईहरुले फर्गेट पासवर्डमा टच गरिदिनु होला। जस्तै कि म यहाँ फर्गेट पासवर्डमा टच गरिसकेको छु। फर्गेट पासवर्डमा टच गरिसकेपछि अब तपाईहरु यहाँ देख्नु भइरहेको छ फाइन्ड योर अकाउन्ट भनिरहेको छ। अब तपाईहरुले आफ्नो अकाउन्ट कसरी पत्ता लगाउन सक्नुहुन्छ त्यो यहाँ दिएको छ। फोन नम्बरबाट तपाईहरुले आफ्नो अकाउन्टले पत्ता लगाउन सक्नुहुन्छ र यहाँ इमेलबाट पनि तपाईहरुले आफ्नो अकाउन्टले पत्ता लगाउन सक्नुहुन्छ। अब तपाईहरुको फेसबुक अकाउन्टमा युज भएको फोन नम्बर इमेल तपाईहरुलाई थाहा छैन भने तपाईहरुको जति पनि फोन नम्बर छ इमेल छ त्यो राखेर तपाईहरु ट्राई गर्नुहोला। जस्तै कि फोन नम्बर राखेर तपाईहरु कन्टिन्युमा टच गर्नुहुन्छ भने जुन फोन नम्बर तपाईहरु त्यहाँ राख्नुहुन्छ त्यो फोन नम्बरबाट कतिवटा फेसबुक अकाउन्ट बनेको छ त्यसको लिस्ट आउँछ र त्यो मध्येमा तपाईको फेसबुक अकाउन्ट कुन हो, पुरानो फेसबुक अकाउन्ट कुन हो त्यसमा टच गरेर तपाईहरुले त्यस अकाउन्टलाई लगइन गर्न सक्नुहुन्छ। तर तपाईहरुले यहाँ जुन फोन नम्बर राख्नु भएको छ त्यो फोन नम्बर तपाईसँग हुनुपर्छ। तपाईहरुले आफ्नो फेसबुक अकाउन्ट कसरी चिन्न सक्नुहुन्छ त्यसको बारेमा म केही छोटो रूपमा जानकारी दिन गइरहेको छु। तपाईहरुले यहाँ फोन नम्बर राखेर कन्टिन्युमा टच गर्नुभयो भने तपाईहरुको नम्बरबाट कतिवटा फेसबुक अकाउन्ट खुलेको छ त्यो सम्पूर्ण अकाउन्टहरु यहाँ देखाउँछ र तपाईहरुको अकाउन्ट कुन हो त्यो तपाईहरुले यहाँ सजिलै पत्ता लगाउन सक्नुहुन्छ। यहाँ तपाईहरुको फेसबुकको प्रोफाइल पिक्चर देखाउँछ र नाम पनि देखाउँछ र कुनै कुनै अवस्थामा फेसबुकको प्रोफाइल पनि देखाउँदैन र फेसबुकको नाम आधा मात्र देखाउँछ। तपाईहरुले सुरुको अक्षरबाट र लास्टको अक्षरबाट आफ्नो आइडीलाई गेस गर्नुपर्ने हुन्छ। यसरी नै तपाईहरुले आफ्नो बिर्सेको फेसबुक अकाउन्टलाई पत्ता लगाएर लगइन गर्न सक्नुहुन्छ। यदि तपाईहरुलाई यो भिडियो मन पर्यो भने भिडियोलाई लाइक गर्नुहोला र यस्तै भिडियो हेर्न चाहनुहुन्छ भने हाम्रो खुल्दुली टेक युट्युब च्यानललाई सब्स्क्राइब गरी बेल आइकनमा क्लिक गरी अलमा क्लिक गर्न नबिर्सनुहोला, ताकि जब हामी कुनै भिडियो अपलोड गर्छौं त्यसको जानकारी सबभन्दा पहिले तपाईसम्म पुग्छ। हस् त आजको भिडियो यति नै। आउने सोमबार र बुधबार र शुक्रबार अर्को भिडियो लिएर आउने नै छौं। तबसम्मको लागि बिदा दिनुहोस्। नमस्कार।